इट्स मी प्रशान्त। आजको मेरो न्यू भिडियोमा स्वागत छ। र आज चाहिँ हामी फ्यामिली घुम्न आएको छौँ ललितपुरको गोदाबारी पार्कमा हैन। र हामी घुमिरहेछौँ, सबैजना इन्जोय गरिरहेछौँ। एलेक्स, म अनि मेरो वाइफ सबैजना घुमिरहेछौँ। र यहाँको भित्रको माहौलहरू कस्तो कस्तो छ म सबै देखाउँछु। एकदम राम्रो छ, फुलहरू पनि फुल्दैछ भर्खर। हेर्दा आनन्द पिसफुल देखिया छ। यहाँ फ्यामिली लिएर आउँदा एकदम बेस्ट नै लाग्यो मलाई। अब चाहिँ एलेक्स र म हामी भित्र पनि घुमिसक्यौँ। भित्र चाहिँ त्यस्तो खासै चाहिँ केही छैन। अब भित्र चाहिँ जडीबुटीहरू, त्यस्तो रुखहरू दुर्लभ टाइपको जस्तो लाग्यो, गाउँघरमा पाइने टाइपको। यहाँ जोस राम्रो छ भित्र पनि एकदम मलाई चाहिँ राम्रो लाग्यो होइन। यहाँ पुरानो त्यहाँ गाउँघरमा पाइने रुखहरू जस्तो देखिरहेको छु मैले। केराहरू भयो, धेरै कुराहरू छ भित्र। र यता पनि साइडमा एकदम इन्भाइरोमेन्ट एकदम मजाको देखिरहेछ। हेर्दाखेरि पनि आनन्द भइरहेछ। एलेक्स चाहिँ खेलिरहेछ मजाले। एलेक्स यहाँ आइज। तिमीलाई कस्तो लागिरहेछ? नराम्रो किन? अनि तिमी त खायो किन हिँड्यौ? अब के चाहियो त तिमीलाई भन न। जिङ्गा लाला? जुङ्गा होला? के हो जुङ्गा होला भनेको? त्यो पनि किनिदिउँला नि त अहिले। तिमीलाई कस्तो लाग्यो? नाच्दिउ नि त, आइज। ल रनिङ गर्न आइज न। ल मलाई लखेट त। ल एलेक्सले मलाई लखेटिरहेछ है। एलेक्सलाई समात्न सक्छ कि सक्दैन? हामी यता सक्यो समात्न। हामी एकदम इन्जोय गरिरहेछौँ फ्यामिलीहरू। तपाईँहरू पनि शनिबार आउनु होला घुम्न, एकदम राम्रो छ। बबाल तरिकाले इन्जोय गरिदिइरहेछौँ गाइजहरू। फेरि गर्ने? ल दग्रे लखेट्यो मलाई। यता आऊ। कति पछि निस्किन पायो घरबाट? 1 महिनापछि बल्ल निस्केको। यहाँ राम्रो लागिरहेछ गरे गाइजहरू होइन। एलेक्स चाहिँ चोरी खाइरहेछ। पपकर्न हो? पपकर्न खाएको के खाइरहेको तिमी? पपकर्न। अब घर जाने कि अझै घुम्न मन लागेछ? ल जहाँ अर्कोतिर घुम्न जाऊँ, दामी ठाउँमा जाऊँ। आज शनिबार फेरि त्यसमा अझै धेरै मान्छेहरू छन्, रमाइलो छ। कस्तो लाग्यो? मलाई त एकदम खुसी, बहुत बढिया। बहुत बढिया लागिरहेछ। एलेक्सलाई कस्तो लाग्यो? आनन्द। राम्रो लागिरहेछ? मलाई रहेछ? कस्तो मजा आइरहेछ। म पनि धेरै भइसकेको थियो यहाँ आएको। 9 क्लास पढ्दा सानै एकचोटि आएको थिएँ, त्यसपछि धेरै पछि यहाँ आएको। र अहिले यहाँ धेरै राम्रो भएको छ। सो हाम्रो भिडियो कस्तो लाग्यो लास्टसम्म हेरेर साथ दिनुभयो, त्यसको लागि धेरै धन्यवाद। र फेरि अर्को भिडियोमा भेटौँला भन्दै बाचा गर्दै आजको भिडियोबाट बिदा हुन्छु। हस् त, नमस्ते।